हाई एभ्रिवान, दिस इज सन्तोष। सबैलाई नमस्कार, वेलकम टु माई च्यानल। तपाईँलाई मेरो च्यानलमा पुनः स्वागत छ। र म चाहिँ मौरी निरीक्षण गर्न लागिरहेको छु। र यहाँ चाहिँ मेरो मौरी छ, मौरी पालेको छु मैले। र हामीले चाहिँ अब मौरी पालेपछि 15 दिन नत्र एक महिनामा घार निरीक्षण चाहिँ हामीले गर्नुपर्छ। नत्र भने त्यो घार निरीक्षण गरेन भने अब मौरीको मजा खान पाइँदैन। त्यसैले म चाहिँ घार निरीक्षण गर्न लागिरहेको छु। यो चाहिँ अब सेरेना जातको हो। यो चाहिँ अब लोकल मौरी रैथाने हाम्रोतिर चाहिँ हुने भनौँ न। अर्को चाहिँ एपिस यसको मिलिफेरा हुन्छ भने यो चाहिँ एपिस सेरेना जातको हो। यो चाहिँ लोकल मौरी, रैथाने मौरी भन्छ। ओके, म चाहिँ घार निरीक्षण गर्न गइरहेको छु। र यो चाहिँ सेफ्टी हो। अब सेफ्टी लाउनुपर्छ हामीले, होइन। अब यो चाहिँ फेस गार्ड हो, यो लाएन भने चाहिँ हुँदैन, अनिवार्य लाउनुपर्छ। यो चाहिँ अब खास तल पनि हुनुपर्ने, तलदेखि लाउँदै माथि लानुपर्ने चाकाहरू त्यसरी। अब पहिला त त्यसरी लागेको थियो, होइन। अहिले चाहिँ माथि मात्रै लागेको छ, तल चाहिँ पुरा विस्तारित भएको छ। र नेक्स्ट यो अब लास्ट इयर चाहिँ यसलाई चाहिँ गत साल भन्नु पहिला योभन्दा अगाडि हार्भेस्टिङ गरेको थिएँ मैले। योभन्दा अगाडि चाहिँ अब तल मुनि पुरै लगाएको थियो चाका। विकासक्रम राम्रो थियो, लगाएको थियो, मोहर अत्याधिक दिएको थियो। र अहिले चाहिँ यिनीहरूको मैले कुरो बुझिनँ किन यस्तो भइरहेछ, होइन। यो खासै यो 3 स्टेपको बक्स हो यो चाहिँ अब आफ्नै मैले चाहिँ दिमाग लगाएर आफ्नै माइन्ड युटिलाइज गरेर बनाएको हो। खासै 3 स्टेपको हो। एक तला, होइन, 2 तला, माथि 3 तला हुन्छ यसको चाहिँ। र अहिले चाहिँ अब माथि मात्रै चाका लागिरहेछ, बढाइरहेको छ। र यसको चाहिँ आधी चाहिँ उतापट्टि फ्रेम छ, मैले यस्तो फ्रेम लगाएको छु, आधी अगाडि चाहिँ छैन। र अब यसलाई तल म सफा गर्न गइरहेको छु। तल हेर्नुहोस्, पुरा डस्ट हेर्नुहोस् न, पुरै अरिङ्गले खाएको थियो। योभन्दा अगाडि पुरै अरिङ्गले एट्याक गर्छ विशेष। र यिनीहरूलाई भेरामाइट्स पनि रोगहरू लाग्न सक्छ, होइन, डाइरिया हुनसक्छ। तर यसलाई अब मिलिफेरा जस्तो यसलाई सेरेनाको जातलाई डाइरिया त्यति लाग्दैन। त्यो पनि हामीले टेक केयर सरसफाइ गर्नुपर्छ। विशेष यिनीहरूलाई अब चाहिँ साङ्लेहरूदेखि लिएर अब भित्र पस्छ, ढुक्का खान्छ, त्यसरी साङ्लेले खत्तम बनाउँछ सबै बच्चाहरू, अन्डा सब खाइदिन्छ। त्यसपछि अनि अर्को चाहिँ पुतली हुन्छ, झुस बुन हुन्छ, वन पुतली। त्यो पुतली समेत पस्छ र यिनीहरूले एट्याक गर्छ। त्यसपछि अरू थप भनेको भित्ती, त्यसपछि तपाईँको अरिङ्गल भयो, छेपार भयो, यिनीहरूले चाहिँ एट्याक गर्छ बढी, यहाँलाई सखा पार्छ। विशेष अरिङ्गलले हो। अरिङ्गलले चाहिँ धेरै दुःख दिन्छ, होइन। अरिङ्गललाई चाहिँ एकदम राम्रो टेक केयर गर्नुपर्छ। यसरी हामीले चाहिँ सरसफाइ गरिएन भने अब 15 दिनमा नत्र नभएको 1 महिनामा अनिवार्य साफ गर्नुपर्छ। नत्र भने हामीले मह चाहिँ अब खान पाइँदैन। महको लागि हामीले चाहिँ अलिकति मेहनत गर्नुपर्छ, दुःख अलिकति गर्नुपर्छ, सरसफाइ गर्नुपर्छ। अब यिनीहरू चिलेको पनि सहनुपर्छ, अब, होइन। चिले पनि राम्रै हो। अब कुनै किसिमको हाडजोड्ने मिलेर नसको समस्याहरू युनिक एसिडको लागि चाहिँ राम्रो गर्छ भन्ने एउटा चाहिँ मौरी विशेषज्ञहरूको भनाइ छ, होइन। त्यो पनि हामीले चाहिँ अब मान्नुपर्छ। त्यसैले अब यिनीहरूको मौरी चिलेको टोकाइ भन्दा पनि अलिकति सहन सक्नुपर्छ। त्यसलाई केही होइन भनेर हामीले सरसफाइ गर्नुपर्छ, मौरी पालन गर्नुपर्छ। र हामीले थाहा छ हामीले मौरीले अब अन्य फाइदाहरू दिन्छ। जस्तै वातावरण पर्यावरणको लागि पनि पर्यावरणमा प्रत्यक्ष अप्रत्यक्ष फाइदा पुऱ्याइरहेको हुन्छ। जस्तो प्राक्षेषणमा धेरै चाहिँ अब यिनीहरूले मद्दत पुऱ्याउँछ। प्राक्षेषण हुनमा बाली नाली फलफुलहरू फलिरहेको अवस्था हुँदैन, त्यस्तोमा यिनीहरूले प्राक्षेषणको काम गर्छ। र एकअर्कामा बिरुवा बाली नाली पनि राम्रो फल्छ, भनेजस्तै फलहरू दिन्छ, होइन, अन्नपातहरू फल्छ। त्यसले गर्दाखेरि हामीले मौरी चाहिँ हामीले पाल्नुपर्छ। प्रत्येक घरले एक घार नभएको 2 घार 3 घारसम्म पाल्नुपर्छ भन्ने मेरो चाहिँ सोच अभियान। त्यो गर्नुपर्छ हामीले, होइन। त्यो पनि गर्नुपर्छ। र हामीले चाहिँ अर्ग्यानिक मह यसरी चाहिँ खानु पाइन्छ। यो चाहिँ सेरेना जातको हो, होइन। यसरी र हामीले चाहिँ अब चाहिँ पारम्परिक घार, होइन, अब मुडे घारमा पाल्नु भन्दा यसरी हामीले चाहिँ पाल्दाखेरि विशेष फ्रेमको सिस्टमको बनायो भने अति फाइदा हो, राम्रो हो। ओके, यो पहिलाको चाहिँ पहिला चाहिँ मुनि धेरै अत्याधिक मह लागेको थियो, होइन। यसरी अहिले चाहिँ अब लगभग खक्रो देख्छु म। यसमा चाहिँ अब विविध कारण होला। यिनीहरूले तलको घारबाट चाहिँ विस्थापित भएर माथि गएको छ। हेर्नुहोस्, यस्तो अवस्था छ अहिले, जीर्ण अवस्था छ एकदमै। हेर्नुहोस्, यस्तो छ अहिले। यिनीहरूले वर्कआउट बिल्कुल गरेको छैन। भक्कम अलिअलि सबै साङ्लेले
चाकाहरू सब खाएको होला सायद, यो भित्रको सब खतम बनाएको होला सायद, सँगैले हुनसक्छ। ओके, भित्ती हेर्नुहोस्, अब यो भित्र भित्ती यस्तो ठुल्ठुलो भित्ती, ढुक्क भित्ती बस्छ र खान्छ। हेर्नुहोस् त्यो भित्र साइडमा भित्ती देखिरहेको छ, हेर्नुहोस् साइडमा हो भित्ती हो। यो भित्तीले चाहिँ सत्यानाश पार्छ। हेर्नुहोस्, त्यसैले म भन्छु 15 दिनमा घाट निरीक्षण गर्नुपर्छ। यो भित्तीले अब पुरा मौरी जति तपाईँको बच्चा, मौरी जस्तो विशेष सखा पार्छ। त्यसरी मौरी नभएपछि, मौरीको सङ्ख्या भएन भने गोलाहरू पनि तपाईँको चाहिँ विकास हुँदैन होइन। बच्चाको सङ्ख्या नभएपछि चाकाहरू पनि विकास हुने भएन केही पनि, किनभने माउै खाइदिन्छ। त्यसले गर्दाखेरि हेर्नुहोस्, यहाँभित्र ढुक्क भित्ती बसेको छ। भित्तीले आफ्नो चाहिँ अब राज गरिरहेको छ। हेर्नुहोस्, पहिला पुरै यो चाकाभरि पुरा पहिला मह लगाएको हो, मह दिएको खाएको थियो, मह खाइएको थियो भनौँ न। हेर्नुहोस् अहिले छैन यसरी, यस्तो भएको छ। हेर्नुहोस् अहिलेको अवस्था यो छड्के पनि लगाएको छ। हेर्नुहोस् यस्तो छ, हेर्नुहोस् भित्ती देखेको त्यहाँ भित्ती छ। हेर्नुहोस् भित्तीभित्र बसिरहेछ। अब यो भित्तीले चाहिँ खतम भएको छ। हेर्नुहोस् ढुक्क बसिरहेको छ अहिले, यस्तो अवस्था छ। हेर्नुहोस्, र यसले लाउनु पनि अल्टर टाइपको लागेको छ फेरि, चाका भङ्गो होइन। मौरीले स्पेसली चाहिँ अब फ्रेम अनुसार लाउनु पर्ने हो, र कतिले चाहिँ सिधा लागेको छ, कतिले चाहिँ ठिक अपोजिट छड्के लागेको छ। यिनीहरूले आफ्नै तरिकाले, जसरी पारम्परिक घरमा लाउँछ त्यही तरिकाले त्यस्तो पनि भइरहेको छ। हेर्नुहोस् छड्के लागेको छ। अन्तिम एउटा छ चाकामा, हेर्नुहोस् सबै माथि विस्थापित भएको छ, सबै माथि बसेको छ। हेर्नुहोस् खासै मेट गरेर रानो चाहिँ कन्फर्मै छ। किन भन्दाखेरि अब यसको जति क्यापमा सबै बच्चाहरू छ, अन्डाहरू पनि छ, त्यसले गर्दाखेरि हामीले पनि अनुसन्धान गर्न सकिन्छ कि ट्विन चाहिँ यथावत लाइफ छ होइन, अब हेल्दी छ भन्ने कुरो बुझिन्छ। किनभने सङ्ख्या पनि बढाउन त बढिरहेको छ, अहिले गरिरहेको छ, यिनीहरूले वर्कआउट गरिरहेको छ भन्ने छ। तर भने जस्तो गरिरहेको छैन यिनीहरू, जाडोको समय पनि भएर होला सायद, हुनसक्छ। यो त जस्ट गाउँदैछ, गाउँदैछु। एकदम यो त कलिलो छ, तर बच्चा चाहिँ छ। यसलाई अब माथि सार्ने विचार हो, तल फ्रेममा भनौँ न, अर्को फ्रेममा एडजस्ट गरेर चाहिँ यसलाई चाहिँ
जुन मैले फ्रेमिङ गरेको ठुल्ठुलो फ्रेम छ अब यो चाहिँ अब नयाँ चाका हो यिनीहरूले एकदमै वर्कआउट गरिरहेको थियो एकदमै होइन यिनीहरूले एकदमै राम्रो काम गरिरहेको थियो यसमा चाहिँ र यो चाहिँ अहिले मैले पनि रिएरेन्ज गरेको छु जुन चाहिँ अहिले चाका निकालेर लगाएको छु फ्रेममा यसलाई चाहिँ म सबैभन्दा तल तहमा जुन ब्रुट चेम्बर भन्छ तल तहमा चाहिँ म लाउन गइरहेको छु ओके मलाई चिलो यो चाहिँ अब उसले जानी होइन मैले यसलाई चाहिँ थिचेर उसलाई ओभर परेर चिरेको होइन यस्तो हुन्छ है बिचरा ओके मैले तल चाहिँ सबै फ्रेम लगाएँ र माथिको चाका चाहिँ अब मैले काटेर अब तल फ्रेममा मैले चाहिँ अब सारेको छु एडजस्ट गरेको छु अब यसो गर्दा तलको फ्रेम हो र यसले फेरि माथि चाहिँ फेरि चाकाहरू लाउँछ यसरी विकास गर्छ त्यसपछि हामीले त्यो चाकाहरू सबै तल फ्रेममा सार्न सकिन्छ त्यो पनि गर्न सकिन्छ र माथि घटाउन सकिन्छ र यतिकै उडाउनु हुन्छ यतिकै राख्दा हुन्छ पछि फेरि म काट्ने बेलामा फेरि त्यसरी हामीले सबै हटाएर त्यो फ्रेममा चाहिँ यसो फ्रेममा चाहिँ हामी लगाउन सकिन्छ त्यो गर्न सकिन्छ ओके अब गर्ने तरिका यस्तै हो होइन अब यसरी मैले गरेँ अब हजुरहरूलाई अब यो मेरो सानो कार्य भनौँ न यसरी चाहिँ मौरीलाई अब यसो टेक केयर गर्ने सम्बन्धी यसरी होइन अब यो यसरी गर्न सकिन्छ फ्रेममा पनि हामीले लाउन सकिन्छ एडजस्ट गरिन सकिन्छ बाहिरको त्यत्तिकै अब पारम्परिक घरबाट निकालेर यसरी फ्रेममा चाहिँ यसरी डोरीले समेत बाँधेर पनि हामीले चाहिँ अब लगाउन सकिन्छ अब यो चाहिँ सबै आफ्नै क्रिएसन हो डुटहरू सबै फ्रेम मैले आफै बनाएको कुकाठ बढी मात्रामा बनाउँछ है कुकाठमा यसरी बनाउने फ्रेमहरू ओके र तपाईँले भिडियो कस्तो लाग्यो यदि मन पऱ्यो भने लाइक सेयर कमेन्ट र फाइनली सब्सक्राइब गरेर नोटिफिकेसन बेल दबाइदिनु होला कृपया मेरो अनुरोध छ र जति पनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ हजुरहरूलाई मेरो अनुरोध छ मेरो च्यानल अलिकति थोरै माया गरिदिनु होला सब्सक्राइब गरेर नोटिफिकेसन बेल दबाइदिनु होला मेरो अनुरोध छ हजुरहरूलाई ओके थ्याङ्क्स फर वाचिङ दिस भिडियो ओके बाई सी यू Thanks for watching this video. If you like this video, please don't forget to like, share and comment. And finally, please subscribe my channel, hit the bell icon. Thank you so much.